Welcome guys, this is my another video of this channel. आज को नयाँ भिडियोमा सबैजना स्वागत छ। सबैजना के कस्तो हुनुहुन्छ के गर्दै हुनुहुन्छ? म एकछिन बाहिर जान थालेछु हैन, अनि रेगुलर भ्लग हाल्छु भनेको छु नि त, अनि आज पनि एकचोटी एउटा भ्लग हाल्दिम भनेर हैन भिडियो बनाइराछु छु। त्यही हो, म घर आएको छु हैन, एउटा काम थियो अनि त्यो भएर दिदी साइकल स्कुटी लिएर आएको हो। अनि त्यसपछि फेरि म त्यही जान्छु। त्यसो पानी पर्ला जस्तो मौसम त भएन, तर पानी पर्छ होला फिक्स छैन अहिले बर्खाको सिजनमा। अहिले त हामीहरू यहाँनिर पाटो आइसकेको छौँ होइन, त्यहाँबाट हामीहरू निस्केर तेलसेल हालेर अनि त्यसपछि हामीहरू अहिले जान थालेको रानीबास नुहाउनलाई। यस्तो नुहाउने भनेको छ होइन, यहाँ त अहिले हाम्रो पाटोमा हो है। अनि त्यसपछि त्यही हो, त्यति हो। यहाँनिर ट्रक पल्टेर गएछ के भन्नु, मान्छेले के भएको रहेछ सायद है। चौडी कटेर होइन आइसकेको छु। अनि यहाँनिर त्यही हो, के देखाउँ भिन्कामा पानी खेर त्यहाँनिर रानीबास जाने। अस्ति पनि यही ठाउँ आएको थियौँ, जसले फर्स्ट भिडियो कि कुन सेकेन्ड भिडियोमा थियो नि, हामीहरू अस्ति पनि यहीँनिर थियौँ होइन। अस्ति चाहिँ बाढी आएको थियो फर्स्ट भिडियो, अनि अस्ति त्यहाँ बाढी आएको थियो, आज त्यहाँ आएको छैन होइन। आज चाहिँ चाकमा बालु कोचेर बगाउँदैन है, म चाहिँ नुहाउन्न होइन। यो दुईजना चाहिँ नुहाउँछ, त्यसलाई नुहाउनलाई धेरै हतार भएर त्यो त कुदिरहेको उहाँनिर पुगिसक्यो थियो। म त अहिले माथि नै छु। त्यही हो, सब के तिनजना उहाँ छ, तिनजना हामी यहाँ आएको छौँ होइन। के लेट्सको मुनि गरेर अब एकचोटि गर्छु। त्यही हो, आएको छैन होइन, त्यो त त्यहाँनिर पुगेर हामफाली पनि सकेछ है। म नुहाउन्न, ओए म यहीँ बस्छु, तिमीहरू नुहाएर आइज न, म आउन मन लागेन कि म नजाने विचार गरिसकेको छु होइन। फेरि उकालो छ होइन, मेरो त घाउ भएको क्या यस्तोमा। यहाँ भिडियोहरू पनि देख्नु भयो होला, यहाँनिर त मेरो अस्ति लडेर घाउ भएको हो। त्यही भएर मलाई घाउ पोल्छ, त्यही भएर म आज नुहाउन मन लागेको छैन मलाई। आज घरमा नुहाइसकेको थिएँ मैले, त्यही भएर पहिला पनि एउटा अकाउन्ट थियो नि, त्यो त मैले छोड्नुको रिजन चाहिँ होइन, थुप्रै भन्नाले नि एउटा 2-3टा रिजन थियो। अनि त्यही भएर पुरानो अकाउन्ट चाहिँ मैले छोडिदिएको होइन, त्यही भएर नयाँ अकाउन्ट बनाएको। अनि त्यही हो, यसमा समथिङ अहिले 18-19 सब्सक्राइबर छ है। छिट्टै 100 पुऱ्याउँ पहिला होइन, 100को टार्गेट राखिरहेको छु। अनि त्यसपछि हेरौँ है। मेरो युट्युबमा सब्सक्राइब गर्नु भएन, सब्सक्राइब गरिदिनु है। भिडियोहरू हेर्दाखेरि अन्तिमसम्म हेर्नु भएको भने लाइक कमेन्ट होइन गरिदिनु। के अब के मिस्टेक भयो कि अनि भनिदिनु होइन। त्यही हो, अब तिनीहरू आउँछ, तिनीहरू झन् नआइरह, म बोलाइछु तिनीहरूलाई होइन, सुनेकै छैन कि मेरो त्यहाँ बोली पनि सुनेको छैन होला सायद है, जतिसम्म लाग्छ। किनकि त्यहाँ यहाँ पानीको साउन्ड यहाँसम्म आएर तिनीहरूको झन् त्यहीँनिर छ नि त, पानीको साउन्डले गर्दाखेरि मेरो साउन्ड सुन्दैन होला, मलाई त्यस्तो लागिरह। अनि त्यहाँनिर केटाहरूलाई भेट्ने। अनि आज चाहिँ पाठ रमाइलो थियो भनौँ न है। त्यही हो, नआएको 15-20 मिनटभन्दा बेसी भइसक्यो, आइज भन्छु, आउँदैन होइन। म त्यहाँनिर पुल छ नि त, म त्यहाँ जान्छु है। यो बाटो हुँदै त्यहाँ माथि गएर एकैचोटि अहिले यहाँ पुलनिर आइसकेको छु है। यो पुल रानीबासको पुल, सायद रानीबासदेखि दोभान यता हो। मलाई एक्ज्याक्टली ठाउँहरूको नाम चाहिँ थाहा छैन। अनि कसैलाई अब जस्तै टावरहरू छ नि, बर्दियासबाट आइरहनु भएको भने त्यसबाट चाहिँ बर्दियासबाट टावर जानु छ भने रानीबास हुँदै चाहिँ जानलाई धेरै लामो बाटो अनि बिग्रेको बाटो पर्छ। विमानको बाटो हुँदै जाँदाखेरि चाहिँ त्यो टावर जाँदा ठिक हो, तर यही बाटो यसरी घुमेर जान्छ भन्दा पनि बेस्ट अप्सन हुन्छ होइन। यही पुलको बाटो जान्छ, उता छ त्यो यहाँबाट समथिङ 6-7-5 किलोमिटर जति टाढा छ है। नुहाउने ठाउँ त्यता पनि छ, यता पनि छ, बट यहाँको अलिक ठुलो छ, त्यहाँ अलिक गहिरो छ। अलिकति यहाँभन्दा चाहिँ अलिकति गहिरो लाग्छ है मलाई होइन। त्यही हो, तिनीहरू अब निस्किसक्यो होला सायद है, जतिसम्म लाग्छ मलाई निस्किन लागेको तिनीहरू निस्किन लागिसकेको छ है। म नि अब त्यहाँ जान्छु। अनि त्यसो फेरि हामी जान्छौँ बर्दिवास। सायद यहाँ नुहाउन रमाइलो लागिरहेको छ, अघिदेखि निस्किएको छैन है। आधी घन्टा जति मैले त भिडियो अब थाहा हुँदैन नि त, भिडियो मैले तपाईँहरू त भिडियो हेरिरहनु भएको होइन, बट म त एकछिन वेट गर्छु होइन। त्यही पनि तिनीहरू अहिलेसम्म नुहाइरहेको छ कि है, के भन्नु। ओइ निस्किन
यो छिटो निस्किन्छ जस्तो लागेको छैन। अब एकैचोटि बर्दियासँग भेट्छु होइन, भिडियो धेरै लङसम्म चाहिँ नपुराम होइन। अनि एकजना चाहिँ निस्किसकेको छ, अर्को त त्यहीँको त्यहीँ छ है, त्यो पनि निस्किने सुरसार गरिरहेको छ बल्ल। तर आज त्यो बल्ल आइसकेको छ, नुहाउँदा तल नुहाउनलाई रमाइलो भइरहेको थियो। नरमाइलो भएको थियो तल नुहाउनलाई, कन्टेन्ट पाइरहेको छु। किनभने त अस्ति फर्स्ट भएको यहाँको पनि समीक्षा खाजाघर चाहिँ गएको छु यहाँ दिवाननेरि, यहाँ तिर्खा लगाएर अनि त्यसपछि यहाँ माछा साछा अनि त्यसपछि खाएर हामीहरू फेरि लाग्नेछौँ बर्दियास तर्फ। छ है लाइट फेरि कोक आइसकेको छ होइन, तारा पनि सकिन थाल्छ। अब त यहाँबाट डाइरेक्ट जाने काहीँहरूको किन रुम जाने अनि त्यसपछि त्यहीँ भन्छु अरू के हुन्छ। हामीहरू अहिले फेरि रुम आइसकेको छौँ होइन, अहिले त कोही पनि छैन। बाँकी भनेको म, हामी रितेश अनि त्यसपछि युकेश, हामी तिनजना मात्रै बाँकी हो होइन। लक्ष्मण त्यो फोन किन्न लगाएको छ मम्मीसँगलाई उता, अनि अनिस मासतिर गएको भोकै अहिले एकछिनमा बेलुकातिर आउँछ होइन। त्यही हो, अहिले एकछिनमा म पनि एकछिन घर जान्छु। अनि त्यसपछि म घर गएपछि घर गएर एकछिनमा फेरि 1-1.5 घन्टापछि फेरि आउँछु होइन। त्यही हो, अब हामीहरू यहाँ निस्किन थालेको होइन। त्यसपछि त्यही हो, अहिले एकछिनमा आउँछौँ डाँडासम्म छु। अहिले म घर पुग्न थालिसकेको छु होइन। अनि त्यसपछि त्यही हो, मौसम त भनौँ न ठिकै छ। राइट नाउ अहिले हाम्रो यहाँ बुकेको सुँगुर फार्म जान थालेको होइन। बुकेको त छोराछोरीहरू जन्मेको छ क्या, अनि त्यही हो बुकेको छोराछोरीहरू जन्मेको छ अरे सुँगुर के अरे के भन्नु, कुन छौरा जन्मेको छोरी मलाई थाहा हुँदैन। राइट नाउ अहिले यहाँ जेन्सन छ है, हाम्रो त पनि सुँगुर खोलो गाडी आइसकेको थियौँ होइन। अनि बुकेको मम्मी बुवा पनि खाना खान जानुभएको छ। आँखामा नभन त्यस्तो अरे, यसो सुँगुर फार्म त यहाँ हो, राति चोर्नु खाउने आउँदा हुन्छ। घोल्ले छ सुँगुरहरू पनि। लोकेसन पनि भन्दै त, लोकेसन ठ्याक्कै बर्दिवास गौडाँडा ढुङ्गाना टोल, यो कति पूर्वपट्टि गइदेखि ठ्याक्कै अगाडि डिल छेउ। छोराछोरीहरू त्यो अब बिहा गरेर रहेछ क्या होइन, ब्याउन त थाल्ने रहेछ कुदिसक्नु के दिमाग आएको छ है। त्यही गर्न थालेको मरो जिनिस त्यही घर जान थालेको। आजको भिडियोमा त यति नै, रेस्ट मिट इन अनदर भिडियो होइन। त्यही हो, लाइक सब्सक्राइब होइन, गरिदिनु पर्यो होइन, सबैलाई सेयर पनि गरिदिनु पर्यो होइन।